परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। त्यसकारणले तपाईँ र म पनि आत्माले भरिएको उहाँ चाहनुहुन्छ। तपाईँ र म जस्ता मान्छेलाई प्रेरित हो पहिलो पुस्तामा चलाउनु भयो भने अहिले पनि तपाईँ र म जस्तालाई चलाएर आत्माले भरेर तपाईँको परिवार टोल यो देशमा फरक अथवा जागृति ठुलो महान काम चाहिँ गर्न चाहनुहुन्छ। इमान्दार जति भयौँ, नम्र जति भयौँ, उहाँको लागि तृषित जति भयौँ र उहाँको बारेमा जानेर उहाँलाई पियौँ भने, उहाँलाई लियौँ भने, ग्रहण गऱ्यौँ भने, उहाँको शक्तिमा चलाइयौँ र डोर्यौँ भने हाम्रो जीवन कहिल्यै उस्तै हुँदैन। अब त तिमीले नचिताएका भन्दा बढ्ता, मागेको भन्दा बढ्ता, पत्याउनै नसकिनेको अचम्म काम अब देख्नेछौँ। आमेन। जब हामी आत्माले भरिन्छौँ पत्याउन नसकिने अचम्म हाम्रो जीवनमा हुन्छ। पत्याउन नसकिने शान्ति, पत्याउन नसकिने आनन्द सबैले आशिषित हुन्छ। त्यसकारणले आत्माले भरिनुहोस् विश्वास। आमेन।